एभ्रिवान। आज म हजुरहरूलाई विशेष गरेर मेरो फुलबारीको बारेमा इन्ट्रोडक्सन दिन गइरहेको छु। यो चाहिँ मेरो सबैभन्दा ब्युटिफुल फुल पर्यो। अनि यो चाहिँ क्याक्टस, यो चाहिँ हजुरहरूलाई थाहा नै छ। फेरि यहाँ छ यो एकदम भन्दा नि एकदमै धेरै 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 राम्ररी फुलेको छ। अहिले मेरो बारीलाई एकदमै सुन्दर देखिन मद्दत गरेको छ। यहाँ मैले टमाटर लगाएको थिएँ कि अस्ति यहाँ माथि कलरहरू पेन्ट गर्दाखेरिमा यो चाहिँ दुईवटा फलेको थियो, सबै खसेछ क्या। यहाँ चाहिँ एकदम राम्ररी यो पनि मौला छ। यो चाहिँ मैले उता विधुवाको घरबाट लिएर आएको। अनि यिनीहरू यहाँ पनि यो छ। फेरि आज चाहिँ यसको विशेष ट्रिटमेन्ट किन भयो अलग्गै भन्दाखेरिमा यो चाहिने उहाँहरूले पेन्टिङ लाउने दाइहरूले सबैमा लाउनु भयो रहेछ के। यसरी सबैमा लाउनु भएछ, यसलाई चाहिँ छोड्नु भएछ। त्यही भएर यसलाई चाहिँ मैले आफैले पेन्टिङ गरेको नथा पाएर सुरुमा मैले अर्को लगाएको थिएँ। फेरि त्यही कलर पाएर फेरि यो कलर लगाएँ। राम्रो चाहिँ राम्रो देखेछ, जानी नजानी लाए तापनि। यो चाहिँ अस्ति मैले कटिङ गरेको यो फुलहरू सबै कटिङ गरेर मैले यसलाई सानो बनाएको छु। अनि सबैभन्दा मनपर्ने चाहिँ मलाई फुलहरू हो। अनि खाना बनाउन त्यति खासै इन्ट्रेस्ट चाहिँ लाग्दैन, मनपर्ने चाहिँ सबैलाई बनाउनु चाहिँ सक्छु। तर चाहिँ फुलबारीमा र घर सफा गर्नुमा चाहिँ मलाई धेरैभन्दा पनि धेरै रहर लाग्छ। अनि यहाँ चाहिँ हाम्रो स्नेक प्लान्ट हो। यो चाहिँ अलिकति डिफ्रेन्ट छ किनकि त्यो अरूभन्दा। यो चाहिँ मनी प्लान्ट, यो पनि मैले त्यहाँ मितुवाबाट लिएर आएको थिएँ। यो पनि मितुवाबाट लिएर आएको। यो पनि एकदम राम्ररी भर्छ। अब यसलाई चाहिँ नै मैले भोलि पर्सि म भाटपाटेनी गएपछि यसको लागि चाहिँ राम्रो खालेमा बिरुवा ल्याएर यसलाई राखिदिनु पर्ला। किनकि यो अस्ति मेरै हातबाट मिस्टेकले खसेर फुटेको छ क्या यसले। अनि सो पनि देखेको छैन नि त यसले गर्दा, किनकि यो प्लान्ट त एकदम राम्रो प्लान्ट हो। तर यसको बिरुवा यो कभर चाहिँ राम्रो छैन कि, त्यही भएर हो। हेर्नु सक्नुहुन्छ हजुरहरूले, मेरो चाहिँ सबै राम्रो भएछ उस्तरी। अब यो खोइ किन अहिले माया मारेछ। यो चाहिँ अहिलेसम्म भएको चाहिँ छैन। म र आन्टी गएर लिएर आएको, आन्टीको पनि त्यस्तै भएछ अरे भन्दै हुनुहुन्थ्यो। अनि यो चाहिँ मेरो भाँचेको फुल थियो, त्यसैलाई मैले यसमा सारेको। हल्लाउन हुन्न भन्छन्, हल्लाउनु चाहिँ म हल्लाइदिन्छु, नछोइ चित्त बुझ्दैन मलाई। यसरी अब यसको पनि ट्रिटमेन्ट गर्नुपर्ने बेला भएछ। यहाँ यसरी सबै म 2-4 दिन धेरै बिजी थिएँ, त्यही भएको भएर मैले यिनीहरूलाई टाइम पनि दिन पाएको छैन कि। अब बिस्तारै अब खाना बनाउँछु अहिले। अनि खाना बनाएर भ्याएपछि यो चाहिँ एकदम राम्रोसँग सफा गर्नु पर्ला। किनकि यिनीहरूलाई जति माया गऱ्यो, जति केयरिङ गऱ्यो त्यति नै हो नि त जसलाई पनि राम्रो हुने मान्छे हो, सायद बोट बिरुवा जनावर हो कि होइन भन्नुहोस् त। त्यही भएर मैले चाहिँ नि यसलाई एकदमै केयर गर्नुपर्ने आवश्यक छ। अब त्यसै गरेर यिनीहरूबाट छुट्टिसकेका हुन् नि त। यिनी यो ड्यामेज हो नि त सबै यो, त्यही भएर अब यो चाहिँ फाल्नुपर्छ। अनि यसै प्लान्ट पनि धेरैले राम्रो हुन्न भन्नुभएको थियो, मैले फाल्न नसकेर राखेँ। अब राखेछु है। अहिलेसम्म त मलाई सबै चिज राम्रै छ भगवान्को कृपाले। आफूलाई नराम्रो भयो यो चिजले भन्ने चाहिँ मलाई कुनै चिजमा पनि त्यस्तो लागेको छैन। हेर्नु न यस्तो बिचरा, यसलाई पनि कस्तो फोहोरी फोहोरी भइरहेको यो पनि। यता पनि घाँसहरू पलाएर यस्तो भएछ। यो प्लान्ट पनि यस्तो छ। सबै राम्रो भएको छ जीवस। यो चाहिँ यो पनि मेरो पुरानो हो, मैले फाल्न सकिनँ कि यो पनि राखेको छु। तर अब यसलाई कसरी गर्ने भनेर म कन्फ्युज भएर त्यत्तिकै छ। यो पनि त्यस्तै छ। प्लान्ट यति धेरै मनपर्ने कि मैले यो किचनमा पनि राखेको छु। यो इन्डोर प्लान्ट हो। इन्डोर प्लान्ट चाहिँ मैले यसरी किचनमा राखेको छु, फ्रिजको माथि राखेको छु यसलाई। अनि